बिस्मिल्लाहिर्रहमानिर्रहीम अल्हम्दुलिल्लाहि रब्बिल आलमीन वस्सलातु वस्सलामु अला रसूलिल करीम व अला आलिहि व सहबिहि अजमईन अम्मा बाद। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहु। म संपूर्ण नेपाली दाजुभाइहरूको सेवामा स्वागत पेश गर्दछु र यो दावा सेन्टरको तर्फबाट तपाईहरुको लागि एउटा यो परिवचन इस्लामको विशेषताहरूको विषय माथि यो हामीले कायम गरेका छौं। मलाई आशा छ कि तपाईहरु राम्रोसँग यस कुरालाई सुन्नुस् र शेख हालमा रियाज अल खबरा कसिमको एउटा शहर हो रियाज अल खबरा, त्यहाँ काम गर्नुहुन्छ अहिले र 3 वर्ष भयो साउदी अरबमा। उहाँको मुखबाट जुन राम्रो कुरा निस्कन्छ त्यसलाई सुन्नुस् र राम्रोसँग सम्झना गर्नुस्। बिस्मिल्लाहिर्रहमानिर्रहीम। अल्हम्दुलिल्लाह नहमदुहु व नस्तईनुहु व नस्तगफिरुहु व नऊज़ु बिल्लाहि मिन शुरूरि अंफुसिना व मिन सय्यिआति अमालिना। वमन यहदिहिल्लाहु फला मुदिल्ल लहु व मन युद्लिलहु फला हादिय लहु। वअशहदु अन ला इलाहा इल्लल्लाह वहदहु ला शरीक लहु व अशहदु अन्न मुहम्मदन अब्दुहु व रसूलुहु। अम्मा बाद, फ़इन्न खैरल हदीस किताबुल्लाह व खैरल हदी हदी मुहम्मदिन सल्लल्लाहु तआला अलैहि वसल्लम व शर्रल उमूरि मुहदसातुहा व कुल्लु मुहदसतिन बिदअह व कुल्लु बिदअतिन ज़लालह व कुल्लु ज़लालतिन फिन्नार। अऊज़ु बिल्लाहि मिनश शैतानिर रजीम। बिस्मिल्लाहिर रहमानिर रहीम। इन्नद्दीन इंदल्लाहिल इस्लाम। जय जगदीश्वर, जय अविनाशी, जय जय भगवन करुणा राशि। सम्मानीय महोदय दाजु भाइहरू, अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहु। सम्पूर्ण तारीफ र प्रशंसा मात्र एउटै अल्लाहको माथि नासिब छन्, जो यस संसार को सृष्टिकर्ता को हुनको साथै यस संसारलाई देखरेख पनि गर्नुहुन्छ। दरूद सलाम शुभ शान्ति हाम्रो प्रोफेट मुहम्मद सल्लल्लाहु तआला अलैहि वसल्लम माथि होस्, जसले यस इस्लाम धर्मलाई अमानतदारीसँग यस संसारमा सबै जनता र मानिसहरूतिर प्रचार प्रसार गरी अमानतदारीसँग पुगाइएका छ। त्यस्तै म अल्लाह ईश्वरको धेरै शुक्रगुजार छु कि उसले आज हामीहरूलाई यस इस्लामिक सेन्टर अल जुबैलमा यो शुभ परिवचन पेश गर्न र सुन्नको लागि मौका प्रदान गरेको छ। यस्तै म यस इस्लामिक सेन्टर अल जुबैल को चलाउने बडी अध्यक्ष समेत सम्पूर्ण सदस्य तथा शिक्षक र प्रचारकहरूलाई पनि हार्दिक मंगलमा धेरै शुक्रिया पेश गर्दैछु कि उहाँहरूले नेपाली भाषामा यो दोस्रो सभा तथा सामुराहको घोषणाको प्रबन्ध गरेको छ। सबै नेपाली दाजुभाइहरूको पनि म हार्दिक मंगलमा शुक्रगुजार पेश गर्दैछु कि तपाईहरू आफ्नो काम काजको थकाइ र पीरोको हुनाले पनि आजको यो प्रवचनमा यो शुभ कथा सुन्नको लागि यहाँ उपस्थित भएका छौं। मेरो दाजुभाइहरू, आजको यो सभाको परिवचन हाम्रो हो कि महासिनुल इस्लाम, यानी इस्लाम को मुख्य खूबी र विशेषताहरू, यानी यस इस्लाम धर्म को के खूबी र के विशेषताहरू छन्, यसैको विषयमा आज हामीहरूको यो प्रवचन हुनेछ। सबभन्दा पहिलो म तपाईहरूसँग यस इस्लाम शब्दको के अर्थ र माना हुन्छ म आज भन्छु कि यस इस्लाम शाब्दिक अर्थ, यानी यसको के अर्थ हुन्छ, यस शब्दको इस्लाम शब्दको अर्थ के छ, यानी शान्ति। यानी यसको यो अर्थ भयो कि जुन मान्छे यस धर्ममा प्रवेश हुन्छ भनी यो आफ्नो मनलाई पनि शान्ति राख्छ र अर्कालाई पनि संसारमा जति पनि मानिसहरू छन् सबैलाई पनि शान्ति राख्ने हो। यही यस इस्लाम लफ्ज को
शाब्दिक अर्थ हो। तर यसको परिभाषा यो छ कि यस इस्लाम धर्म को नियम जसलाई अल्लाहले यस संसारमा अवतरित गरेको छ, जसको रूप कुरान हो, यानी कुरान को आदेश, उसको नियम र उसको प्रोफेट मोहम्मद सल्लल्लाहु तआला अलैहि वसल्लम को शिक्षा र तालिम माथि यस संसारमा हिँड्ने मान्छेलाई इस्लाम र मुसलमान भनिन्छ। तो यो इस्लाम को के हो परिभाषा र यसको अर्थ, यानी यस इस्लाम धर्म को मान्ने मान्छे जुन अल्लाहले बताइएका छन् जुन बाटो र तरिका उसै माथि हिँड्नेलाई इस्लाम भन्ने हो। यो इस्लाम धर्म को माना र परिभाषा र यसको अर्थ थियो। तर यसको खूबी यो छ, सबभन्दा पहिलो र मुख्य खूबी कि यो इस्लाम धर्म एक ईश्वरवाद धर्म हो, यानी तौहीद को धर्म हो। यानी यस धर्ममा मात्र एक अल्लाहलाई पूजिन्छ र यसको अल्लाह को पूजा अथवा आराधना अथवा इबादतमा कुनै शक्तिलाई पनि सामेल गराउन हुन छैन। यो इस्लाम को के हो मुख्य खूबी हो। हाम्रो पवित्र कलमा जसको पढेर मान्छेहरू यस इस्लाम धर्ममा प्रवेश हुन्छ भने त्यसको पनि यही अर्थ नै हुन्छ कि ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह, यानी ला इलाहा इल्लल्लाह को माना यो छ कि यस संसारमा अथवा विश्वमा अल्लाह बाहेक कोही पूजने छैन, अल्लाह बाहेक कोही पूजने छैन। यो ग्रन्थ इस्लाम धर्म को शास्त्र कुरानमा पनि यही आएका छन् कि अल्लाहु ला इलाहा इल्ला हुवल हय्युल कय्यूम, अल्लाह त्यो नै हो, त्यसको पूजा र आराधनामा कोही शरीक छैन। अल्लाहु ला इलाहा इल्ला हु, यस संसारमा त्यही पूजने नै हो, त्यो सदैवदेखि जिन्दा र सदैवसम्म जिन्दा रहनेछ। यो इस्लाम को मुख्य खूबी हो कि तौहीद यानी एक अल्लाह को मानना र पूजना, उसको आराधना, उसको पूजा, उसको कुनै पनि भक्तिमा अन्य शक्ति शामिल गराउनु पर्दैन। यो के हो तौहीद हो, एक ईश्वरवाद हो। यस संसारमा यो इस्लाम धर्म छ। आज अरु धर्ममा हेर्नुस्, अरु धर्म इस्लाम बाहेक जुन पनि धर्म यस संसारमा छन्, क्रिश्चियन धर्म हो, यहूद धर्म हो, अरु हिन्दू धर्म हो, बुद्ध धर्म हो, जैन धर्म हो, नजामहरू हेर्नुस् यति यस संसारमा छन्। तर सबैमा अल्लाहलाई कुनै न कुनै शक्तिमा सामेल गराइएको हो, कुनै न कुनै शक्तिमा त्यसको सामेल गराइएको छ। यो के हो इस्लाम धर्म को सबभन्दा मुख्य खूबी, यो धर्म एक ईश्वरवाद धर्म हो, तौहीद को धर्म हो, यानी एउटै अल्लाहलाई यसमा मान्ने हो, त्यसको इबादत, त्यसको आराधनामा कसै शक्तिलाई सामेल गराउनु पर्दैन। यो इस्लाम को धर्म छ, यो सबभन्दा राम्रो धर्म। अल्लाहले भनेको छ कुरान, कुल हुवल्लाहु अहद अल्लाहुस समद लम यलिद वलम यूलद वलम यकुल लहु कुफुवन अहद। जबसम्म हाम्रो रसूल प्रोफेट मोहम्मद सल्लल्लाहु तआला अलैहि वसल्लम सँग कुफार मक्काहरूले यो प्रश्न गर्यो कि हे मोहम्मद, तिमी भन्छौ कि ईश्वर एउटै हो, तर उसको आमा र बुवा छ कि छैन, त्यसको के नाउँ छ, कहिले पैदा भयो, कहाँ गयो, के छ, कस्तो त्यसको रूप छ, यस्तो खालको प्रश्न गर्नुभयो। हाम्रो प्रोफेट मोहम्मद सल्लल्लाहु तआला अलैहि वसल्लम को आकाशबाट ईश्वरले यो शास्त्र अवतरित गर्यो कि कुल हुवल्लाहु अहद, हे पैगम्बर, हे ऋषि मोहम्मद, भनिदेऊ कि अल्लाह एउटै नै हो। अल्लाहुस समद, यस संसारमा जति पनि वस्तुहरू छन्, अल्लाह ईश्वरलाई कुनैको हाजत अथवा जरुरत छैन। लम यलिद, यो कसै त्यसको आमा र बुवा छैन, त्यो पैदा भएका छैन। वलम युलद, त्यसको स्वास्नी पनि छैन, त्यो सँग कसै केटाकेटी पनि पैदा भएको छँदै छैन। वलम यकुल लहु कुफुवन अहद, यस संसारमा उसको मिसल, उस जस्तै अल्लाह को शक्ल, अल्लाह को सूरत, अल्लाह को रूप जस्तै कोही यस संसारमा वस्तु छैन। अल्लाहले यो आफ्नो ग्रन्थ कुरानमा भनेको हो। यानी यो धर्म एक ईश्वरवाद धर्म हो, अल्लाह को तौहीद, अल्लाहलाई एक मान्ने धर्म छ। यसैको पुष्टि तुलसीदासजीले पनि आफ्नो रामायणमा गरेको हो। के भनेको रामायणमा कि गरुडले कागलाई सोध्यो कि हे काग, तिमी ईश्वर समक्ष कसरी गयो
ईश्वर को बारे में जानकारी कसरी लीनु भो कागलाई भन्छ के भन्छ लागे करन ब्रह्म उपदेश अज अद्वैत गुण हृदेश अकल अनीहा नाम रूपा अनुभव गम्य अखंड अनुपा कि लागे करन ब्रह्म उपदेश यानी ब्रह्म यानी ईश्वर ले हाम्रो हृदय में उपदेश दिनु भो हाम्रो हृदय में आफै नै उपदेश दिनु भो के को उपदेश ब्रह्म उपदेश आज अद्वैत गुण हृदय यानी तपाईं आफ्नो ईश्वरलाई मात्र हृदयबाट नै उसको अनुकरण र उसलाई नै पुज्नु अरु के भन्यो अकल अनीह अनाम अरूपा के संसारको मालिक छ अरूपा त्यसको रूप छैन अरूपा अकल अनीह अनाम अरूपा अनुभव गम्य अखण्ड अनुपा अनुभवले उसलाई पूजा गर्नुस् उसलाई मान्नुस् अखण्ड अनुपा त्यो खण्ड छैन अखण्ड हो खण्ड छैन त्यो बाँचेको छैन आज संसारमा मानिसहरूले ईश्वरलाई बाँचेको हो यो फलानो भगवान यो फलानो भगवान यो फलानो भगवान तर तुलसीदासजीले भन्छ अखण्ड त्यो खण्ड छैन अखण्ड ये एउटै हो एउटै अल्लाह उसको खण्ड कसैले पनि बनाइएको छैन आज मानिसहरूले ईश्वरलाई मूर्तिको रूपमा मान्दैछ भने ईश्वरजीले भन्छ अरूपा त्यसको रूपै छैन कसैले रूप हेरेको छँदै छैन यो यही इस्लामको अर्थ हो कि कुल हो अल्लाहु अहद अल्लाह एक हो यो धर्म संसारमा जति पनि धर्महरू छन् सबभन्दा राम्रो र मुख्य खूबी यस इस्लाम धर्मको यही तौहीद नै हो यही ईश्वरवाद नै हो बहुदेववादहरू जसलाई अल्लाहको शक्ति अल्लाहको ताकत अल्लाह को कदर अल्लाह को मानता अल्लाह को भक्ति अल्लाह को आराधना अल्लाह को पूजा अल्लाह को भक्ति में कसैलाई पनि शामिल गराउँछ उसलाई उसको सत्तामा पुजिन्छ भने यो के हुन्छ पापिस्ट मुश्रिक बहुदेववाद भइहाल्छ यानी अल्लाह को सत्तामा अर्कै भगवानलाई पुज्नु पर्छ ईश्वरले के भन्छ इन्नल्लाह यग्फिरु मा युश्रिका बिही व यग्फिरु वला यग्फिरु मा दुन जालिका लिमन यशा अनि ईश्वर भगवान अल्लाह को भक्तिमा जले पनि अर्को शक्तिलाई पूजा गर्छ त्यसको अल्लाह माफी र मुक्ति दिँदैन यस संसारमा अथवा आखिरतमा मरेपछिको जीवनमा पनि त्यसको मुक्ति मिल्दैन अथवा यस संसारमा कुनै पनि त्यसबाट कुनै पनि गुनाह कुनै पनि अरु सानो र ठूलो पाप भइहाल्छ भने त्यसको अल्लाह माफ र उसको मुक्ति दिन सकिन्छ यो इस्लाम धर्मको पहिलो खूबी र मुख्य खूबी के भयो तौहीद यसको दोस्रो खूबी यो छ कि यो इस्लाम धर्ममा मानिएका पैगंबर हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम ले भनेको हो यस संसारमा अल्लाह ईश्वरले जुन आकाशमा विराजमान छन् उसले यस संसारमा आफ्नो धर्म पठाउन र संसारमा भेज्नका लागि दूत बनाइएका छन् त्यहाँ ऋषि बनाइएका छन् त जति पनि ऋषि यस संसारमा आयो मुसलमानहरूले सबै माथि अनुकरण र विश्वास र आस्था राख्दैछ र ईमान राख्दैछ जस्तै यहूद धर्मको मान्ने रसूल हजरत मूसा अलैहिस्सलाम क्रिश्चियनहरूको मान्ने हजरत ईसा अलैहिस्सलाम जसलाई आज मानिसहरू ईसा अलैहिस्सलामलाई पूजा गर्छ तर मुसलमानहरू उसमाथि विश्वास राख्छ र ईमान र आस्था राख्छ कि क्रिश्चियनहरूको रसूल हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु हजरत ईसा अलैहिस्सलाम के थियो रसूल अल्लाहको प्रोफेट अल्लाहको मैसेंजर अल्लाहको के थियो दूत थियो यसै माथि के हुन्छ विश्वास राख्दैछ त्यसै अब भन्छ के मुसलमानहरू कि अन्तिम दूत कि जसरी सबै रसूलले पहिलोको जति पनि रसूलहरू र मैसेंजरहरू थियो सबैले आफ्नो किताब र आफ्नो यानी अनुयायी आफ्नो उम्मत आफ्नो समुदायमा यो बयान गर्नुभयो र यो खबर गर्नुभयो के को खबर के मेरो बादमा एउटी ठूलो र महान ऋषि र महान दूत आउँछ त्यसको नाम के हुन्छ अहमद त्यसको नाम मोहम्मद त्यसको नाम पराचन यानी यो नाम हुन्छ र यो नामले के हुन्छ यस संसारमा उसको शिक्षा र तालिम के गरिदिन्छ यस संसारलाई उज्यालो र यस संसारलाई के प्रकाशित गरिदिन्छ यसको खालको शिक्षा र तालिम इस्लामले के हो दिएको हो कल की पुराण अनुसार हाम्रो प्रोफेट मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को पैदाइश हाम्रो मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को जो है के कति भयो त्यसको भन्छ कि वैशाख 12 गते 628 विक्रम संवत में प्रोफेट अंतिम ऋषि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को पैदा
पैदा हुने छ। यस्तो खालको यो कल्की पुराण मा यो आएका छन्। त्यस्तै यजुर्वेद अथर्ववेद भाग नम्बर 20 खण्ड नम्बर 127 मन्त्र नम्बर 14 मा छ कि हे मानिसहरू, पराशंसको यस संसारमा धेरै प्रशंसा हुनेछ र म उस प्रवासीलाई, मक्कावासीलाई, मक्काको 60,000 शत्रुको बीचमा म यो मान्ने दूत ऋषिलाई सुरक्षित राख्नेछु। यस्तो खालको के हो अथर्ववेदमा हाम्रो रसूल प्रोफेट मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको यो भविष्यवाणी आएका छन्। यसमा के भयो, यो धर्मको मुख्य खूबीमा दोस्रो खूबी के छ, दोस्रो विशेषता के छ कि रसूल मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम अन्तिम ऋषि हो र यसैको बाटो र यसैको शिक्षा, यसैको तालिम र यसैको बाटोमा तरिकामा आज हिँड्नु पर्छ। जुन हिँड्छ भने त्यो संसारमा पनि सफलता पाउँछ र आखिरतमा पनि सफलता पाउँछ। यो दोस्रो खूबी भयो। यसको तीसरो खूबी यो छ, यो धर्म इस्लाम दया र मायाको धर्म हो। दया र मायाको धर्म हो, यानी इस्लामले सबै मुसलमानहरूलाई, सबै मानिस जीव जन्तु अथवा चराचुरुङ्गी सबैसँग दया माया गर्नको शिक्षा र तालिम दिएको छ आफ्नो किताबमा। इस्लाम पुरुष, महिला, यतीम, सानो केटाकेटीहरूसँग पनि के गर्नको, रहम र दया माया गर्नको शिक्षा र तालिम दिँदैछ। आज इस्लाम भन्दा जति पनि धर्म छन् यस्तो खालको तालिम र शिक्षा आएका छँदै छैन। जब भन्दा इस्लाम यस संसारमा यसको प्रकाशित भयो भने त्यस बेला अरब मान्छेहरू, अरबमा के थियो, महिलाको र पुरुषको केही हक थिएन। महिलालाई र सानो केटाकेटीलाई अरबहरूले इस्लाम भन्दा पहिलो केही हक र हिस्सा दिँदै थिएन। बच्चा पैदा हुँदै, केटी पैदा हुँदै के गर्दै थिए उनीहरूले, उसलाई जिन्दा लिएर पक्रेर माटो खोजेर माटोमा जिन्दा दफन गरेर समात्दै थिए। त्यसमा यो अरबको बानी थियो पहिलो। अथवा के थियो, जुन केटी ठुलो भइसक्यो भने त्यसको बिहे पनि गर्दै थिएन। त्यो आफ्नो आमा र बुवाबाट, बुवाको माल र सम्पत्तिबाट हिस्सा र हकदार पनि हुन सक्दै थिएन। बस मात्र उसको जेठो छोरा सबै सम्पत्ति र मालको हक र हिस्सावाला र मालिक हुँदै थिए मात्र। तो यो के थियो, अरबको त्यो बानी थिए। र इस्लामले आएर के भन्यो कि जस्तै पुरुष र ठुलो माने जेठो छोराको हक र हिस्सा मालमा हुन्छ, त्यस्तै सानो केटाकेटीलाई पनि उसको आमा र बुवाको माल र सम्पत्तिबाट हक र हिस्सा त्यस्तै नै मिल्छ जस्तै ठुलो केटाको मिल्छ। इस्लामले यो भन्यो। त्यसको हक यो पनि दियो कि महिलाको जिन्दा दफन गर्नु पर्दैन, सख्त मनाही छ। जसले कसै महिलालाई, सानो केटीलाई जिन्दा दफन गर्छ भने त्यो के हुन्छ, सबभन्दा ठुलो पापी यस संसारको हुन्छ। यस्तो खालको तालिम इस्लामले भनेको हो। त्यस्तै महिलासँग के थियो कि उसको माल सम्पत्तिबाट हिस्साहरू दिने थिएन। इस्लामले यो सबै हिस्साहरू सबै यसको दिलायो। त्यस्तै के भन्यो कि हे मानिसहरू, यो औरत, यो महिला के छ, सबै पुरुषको इज्जत र प्रतिष्ठा हो। सबै पुरुषको इज्जत र प्रतिष्ठा हो। किन कि हेर्नुहोस्, यही महिला जब सानो हुन्छ भने केटी हुन्छ, बेटी हुन्छ, ठुलो भाइ के हुन्छ, बहिनी हुन्छ, अरू ठुलो अरू बडो हुन्छ, बडो भाइ के हुन्छ, त्यो पत्नी हुन्छ, फेरि बडो भाइ के हुन्छ, आमा हुन्छ। यानी यो इस्लामले रूप दिएका छन् कि केटी हो, बहिनी हो, पत्नी हो र आमा हो। अब कसैले कहिले चाहिन्छ यस संसारमा कि आफ्नो बहिनीसँग, आफ्नो केटीसँग र आफ्नो आमासँग खराब गलत कार्य गर्छ, कसले चाहिन्छ? कसले पनि चाहँदैन। तर इस्लामले सख्त मना गर्यो कि यो कसै महिलालाई बेपर्दा यस संसारमा न भेज्नुहोस्, बजारमा न हेर्नुहोस्, कसैले बजारमा न भेज्नुहोस् उसको सामान खरिद्नको लागि अथवा कुनै पनि काम गर्नका लागि। मात्र के हो, आफ्नो कामको लागि जरुरी छ भने यो आफ्नो पर्दा, मुख र सबै चिज ढाँपेर के हुन्छ, बजारमा गई जुन काम छ गरेर आफ्नो घरमा आइन्छ। तर त्यसको काम छ आफ्नो खेतमा, आफ्नो खलियानमा, मात्र आफ्नो खेत र खलियानमा जहाँ कुनै अरू पुरुष छैन भने त्यहाँ काम गर्नको अनुमति दिएको छ इस्लामले। अरू अनुमति दिएका छँदै छैन। किन कि यो औरत इज्जत र प्रतिष्ठाको के हो, सबभन्दा जडो छ।
जुन औरतलाई जुन महिलाको इज्जत खराब भइसक्यो उसको संसारमा कुनै पनि समाजमा इज्जत र प्रतिष्ठाको नजरले कतिले हेर्दै र देख्दै छँदै छैन। तो यो हो इस्लामको के हो शिक्षा र तालिम, यो हो इस्लामको विशेषता र खूबी। आज संसारमा हेर्नुहोस् कि आज महिलाको आजादीको नामले आज महिलालाई नङ्गै नचाउँदैछ संसारमा, कलम खोलेर उसको सानो सानो लिबास लगाएर त्यो नङ्गै फिर्दैछ, जहाँ तहाँ अरू पुरुषसँग काम गर्दैछ, कुनै दुकानमा हुन्छ अथवा कुनै कम्पनीमा हुन्छ, यस्तो खालको काम हुँदैछ। तर इस्लामले सख्त मना गरेको हो, सख्त मना गरेको छ यसबाट कि कहिले पनि पुरुषसँग अर्को पुरुषसँग कुनै पनि महिला काम गर्न सक्दैन, किनकि यो महिला समाजको इज्जत र प्रतिष्ठा हो। आज हेर्नुहोस् बेपर्दगीको कति यस संसारमा भएको छन्। आज एड्सको बिमारी यस संसारमा कति छ? 1,90,00,000 मान्छे यस एड्सको रोगले मरेको छ। आज 1,90,00,000 मान्छे एड्सको रोगले मरे। किन मर्यो? एड्स कसरी आउँछ सबैलाई थाहा छ, एड्सको बिमारी कसरी हुन्छ सबैलाई थाहा छ। आज यसको भन्नु पर्दैन। त के हो कि महिलालाई सुरक्षित राख्नको लागि इस्लामले भनेको हो कि त्यसको पर्दा लगाऊ, त्यो अरू ठाउँमा गएर जहाँ अर्को पुरुष हुन्छ त्यहाँ काम गर्नु पर्दैन। किन कि महिला जब आफ्नो लिबास खोलेर आफ्नो मुखरा हटाएर काम गर्छ भने कसै मर्दको कसै पुरुषको नजर लाग्छ, त्यसको हृदयमा पाप आउँछ कि आउँदैन? आउँछ भने फेरि पाप हुन्छ र पापै पाप हुन्छ, बिमारी आउँछ, अल्लाहको अजाब र अल्लाहको के हुन्छ सबै यो नष्ट गर्नको लागि अल्लाह तबारक तआलाले आफ्नो अजाब भेजिन्छ त्यसको लागि। र इस्लामले यसको सुरक्षित गर्नको लागि भनेको हो कि महिला सबभन्दा ठुलो मानिसको इज्जत हुन्छ, उसलाई राम्रोसँग राख्नुहोस्। र कसैलाई पनि हेर्नुहोस्, आज हीरा मोतीलाई कसै मानिसले बजारमा यस्तै हेराउँदै चल्दैन, यस्तै खुला छोड्दैन। किन कि चोरले चोरी गरिन्छ। र यसभन्दा ठुलो कीमत र ठुलो अनि मानको के हो? यो महिला हो। यसलाई नै राम्रोसँग छुपाउनु पर्छ। यही इज्जत नै हो, यही माँ हुन्छ, यही पत्नी हुन्छ। राम्रो पत्नी हुन्छ त आफ्नो केटाकेटीलाई पनि राम्रोसँग पालन पोषण गरिन्छ। तर त्यसको बानी खराब हुन्छ, त्यो आफ्नो केटाकेटी पनि बानी खराब गरिदिन्छ। तो के हो? इस इस्लामले ये नियम र तरिका बताइएका छन्, यो खूबी हो इस्लामको। अरू भनेको के हो कि इस्लाम धर्मको खूबी यो आएका छन् कि यो इस्लाम धर्ममा केही जात पातको छुवाछुत छँदै छैन, जात पातको छुवाछुत छँदै छैन यस इस्लाम धर्ममा। यानी जति पनि मुसलमानहरू छन्, अथवा यस सऊदी अरबको मुसलमान हुन्छ, अथवा हाम्रो नेपालको मुसलमान हुन्छ, अथवा भारतको मुसलमान हुन्छ, जहाँ पनि लन्डन अमेरिकाको मुसलमान हुन्छ, सबै मुसलमान ला इलाहा इल्लल्लाह मुहम्मद रसूलुल्लाह पढेर एक भाइ र दाजु जस्तै नै हुन्छ। एक भाइ र एक दाजु, एक वंश र खानदान जस्तै नै भइहाल्छ। यो इस्लामको शिक्षा हो, यसमा केही पनि छुवाछुत छैन। हाम्रो ईश्वरले आफ्नो कुरानमा आफ्नो ग्रन्थमा भनेको हो, के भनेको हो? अल मुमिनुना इख्वा, कि जति पनि यस संसारमा मुमिनिन आवानहरू छन् सबै आपसमा भाइ भाइ नै हो। सबै आपसमा के हो? भाइ भाइ र भाइ दाजु जस्तै नै हो। एक खानदान, एक समुदाय र एक वंश जस्तै नै हो। इस्लामले यो भनेको र शिक्षा दिएको छ। तर यस संसारमा यस्तो खालको शिक्षा अरू धर्ममा पाउँदैन। यस्तो खालको शिक्षा अरू धर्ममा पाउँदैन। मात्र यस इस्लाम धर्ममा यो शिक्षा नै छ कि छुवाछुत छँदै छैन, सबै भाइ भाइ जस्तै नै हो। अल मुमिनुना इख्वा, जति पनि मुसलमान आस्थावानहरू छन् सबै आपसमा भाइ भाइ जस्तै नै हो। यो छुवाछुत छँदै छैन यस इस्लाम धर्ममा। यो हाम्रो धर्मले बताइएका छन्। यसको अरू धर्म जान्नको लागि र समझ्नको लागि यस धर्ममा हेर्नु के छ कि धर्मको सुरक्षा यस्तै नै हुन्छ। गीत लगाउनुहोस्। धर्मको सुरक्षा यस्तै नै हुन्छ कि ईश्वरले जो तरिका र जो तालिम हामीहरूलाई दिएको छ उसमाथि हामीहरूले हिँड्छौँ भने, उसैको अनुसार चल्छौँ यस संसारमा भने
हामीहरूले यस संसारमा आदेश अनुसार ईश्वरको आदेश अनुसार चल्छौँ भने के हुन्छ, हाम्रो यस इस्लामको धर्मको सुरक्षा हुन्छ। र धर्मको सुरक्षाको लागि जति पनि यस संसारमा धर्म आयो, अल्लाह ईश्वरले सबैको एउटै तरिका र एउटै नियम दिएको थियो। तर अन्तिम रसूल, अन्तिम दूत हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लमको के थियो तरिका, सबै संसारमा प्रचलित हुनको लागि अल्लाह तबारक तआलाले यो दिएको छ। यस्तै यस धर्मको के हुन्छ, सुरक्षा र यसको राम्रोसँग चलिन्छ। अथवा यस धर्मबाट, इस्लाम धर्मबाट अर्कै धर्ममा चल्ने मान्छेहरूलाई यस संसारमा पनि र मरेको जीवनको पछिमा पनि के हुन्छ, मुक्ति हुँदैन। किनकि अल्लाहले भनेको हो, इन्न दीन इन्दल्लाहिल इस्लाम। हे संसारको मानिसहरू, यस संसारमा धर्म इस्लाम मात्र नै चल्छ। धर्म अल्लाहको नजिकमा मात्र इस्लाम धर्म नै कबुल हो, शान्तिको धर्म नै कबुल हो। अरू के भन्छ, वमन यब्तगि गैरल इस्लाम दीनन फलन युक़बल मिन। जसले पनि यस संसारमा यस इस्लाम धर्मको बाहेक अरू धर्मलाई खोज्छ र उसमाथि हिँड्छ र चल्छ, त्यसको संसारमा पनि र मरेको पछिको जीवनमा पनि के हुन्छ, मुक्ति हुँदैन। अल्लाहले त्यसको स्वीकार गर्दैन, कबुल गर्दैन, स्वीकार गर्दैन। मात्र अल्लाहले धर्मको स्वीकार गर्छ जो धर्म इस्लामलाई, यानी यो धर्म इस्लामको अल्लाहले स्वीकार गर्छ। इन्न दीन इन्दल्लाहिल इस्लाम। अल्लाहको नजिक मात्र एउटै धर्म इस्लाम हो। यसै धर्मको अल्लाहले के गरिन्छ, नजिकका कबुल हुन्छ। संसारमा जति पनि धर्म हो, यस्तो खालको खुबीको धर्म अरू यस इस्लाम बाहेक धर्म कुनै छँदै छैन। जानको सुरक्षाको लागि ईश्वरले, आफ्नो जानको सुरक्षाको लागि ईश्वरले यस्ता सारा बाटो र वस्तुहरू हराम गरिएको छ। के गरिएको छ कि मनुष्यको ज्यान सबभन्दा ठुलो हुन्छ। सबै मनुष्यको र मानिसको ज्यान के हुन्छ, सबभन्दा ठुलो हुन्छ। तो यस ज्यानको सुरक्षाको लागि अल्लाह ईश्वरले सारा बाटा हराम गरेको छ। कि जो के हुन्छ, हत्या गर्नको लागि, कतल गर्नको लागि, मारकाट गर्नको लागि। आज हेर्नुहोस्, हाम्रो नेपालमा माओवादीहरूले के गर्दैछ, जहाँ तहाँ पुलिसलाई, मान्छेलाई, ठुलो मुखियालाई, हाम्रो प्रधानलाई पक्रेर के गरे, उसलाई कतल गरिदिन्छ। छ कि छैन यस्तो? तर इस्लामले के भनेको हो कि जान सब उसको सुरक्षाको लागि इस्लामले नियम बनाइएको छ र भनेको छ कि कसैले कसैलाई हत्या गर्नु पर्दैन, अन्याय गर्नु पर्दैन, जुल्म गर्नु पर्दैन। त्योसँग अल्लाहको नियम छ कि जसले पनि कतल गर्छ, कसैलाई कतल गर्छ पनि त्यसको पनि पक्रेर अदालतमा पेशी भई फैसला र निर्णय भएर त्यसलाई पनि के गर्नुपर्छ, उसको गर्दन पनि काट्नु पर्छ। यस्तो खालको शिक्षा किन दियो? अल्लाहले भन्छ, वाला कुनफिल क़िसास आयातुन या उलिल अलबाब। यो ईश्वरको भनाइ हो कि हे मानिसहरू, के छ, यस हत्यारालाई कतल गर्नको मा के छ, जीवन छ। ज्यान भन्दा ज्यानको बदला लिनमा के छ, यसमा जीवन छ। बुद्धिमानहरूलाई जीवन छ यसमा। के बुद्धिमानहरू कि एक मान्छेलाई कतल गरिन्छ अथवा त्यसको निसाब हुकुमतले दिँदैन भने के हुन्छ, त्यसको समाजमा फसाद फैल जान्छ। त्यसको पनि समुदाय र उसको खानदान र वंशहरू आएर हतियारलाई पनि कतल गरिन्छ, उसको खानदानलाई कतल गरिन्छ, फेरि उसको खानदान आउँछ उसलाई कतल गरिन्छ। यानी यस्तो खालको न खत्म हुने अन्याय र जुल्म यस संसारमा फैल्छ भने त्यसको समाप्त गर्नको लागि, ज्यानको सुरक्षा गर्नको लागि ईश्वरले भनेको हो कि कसै मानिसले कसैको जुल्म गर्छ र अथवा उसलाई कतल गरिन्छ, हत्या गरिन्छ भने त्यसको पनि पक्रेर अदालतमा उसको कानून र निधि लिएर के हुन्छ, उसलाई पनि कतल गर्नुपर्छ। किन? ताकि संसारमा फसाद र झगडा झन्झट नफैल्नको लागि। यो इस्लामको के हो, शिक्षा र तालिम छ। फेरि अकल र बुद्धिको सुरक्षित राख्नको लागि कि अकल कसरी सुरक्षित रहन्छ भने हाम्रो ईश्वरले जति पनि यस संसारमा रक्सी खाउने हो अथवा कुनै पनि यो मशरूबातहरू छन् सबैलाई के भनेको हो, हराम गरेको छ। कि रक्सी खाएर के हुन्छ, मानिसको मुख र उसको बुद्धि खत्म भइहाल्छ। फेरि उसबाट सबै किसिमको र सबै प्रकारको
झगड़ा र फसाद र गाली गलौज र सबै प्रकारको बुराई पैदा हुन्छ त्यसबाट। मान्छेको अकल के हामी त हाम्रो चाहिँ नेपालमा हुन्छ छैन, रक्सी खाएर मान्छे रोडमा हिँड्दै गएर जान्छ र यसको भएर गाली र हाम्रो बादशाहलाई पनि हाम्रो राजालाई पनि गाली दिन्छ, प्रधानमन्त्रीलाई पनि गाली दिन्छ, जसको पनि पाइन्छ बाटोमा पक्रेर दुई टमाटर लगाइदिन्छ। यस्तो खालको छ कि छैन हाम्रो त्यहाँ? तर इस्लामले भनेको हो किन कि त्यसको बुद्धि गइसक्यो। इस्लाम भन्दछ के, अल्लाहको रसुल के भन्दछ, दूत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमले कि यो रक्सी खाउन के छ, सबै बुराईको जरो छ, सबै बुराईको जरो छ। त्यसको खाएर मान्छेको मुखै खतम भइहाल्छ भने त्यो सबै पनि पाप गर्न सकिन्छ यस संसारमा। ईश्वरले भन्यो कि यो हराम हो, यसलाई जुन पनि पिन्छ भने र रक्सी खाइन्छ भने र त्यसको खालको कुरो गरिन्छ भने त्यसलाई के गर्नुपर्छ? उसलाई पक्रेर समाजको बीचमा बसाएर उसलाई के गर्नुपर्छ? 80 कोडा लगाउनुपर्छ। के गर्नुपर्छ? 80 कोडा लगाउनुपर्छ। कोडा लगाएर के हुन्छ, फेरि आफै नै सबै मान्छेले हेर्छ कि म खान्छु पनि मलाई पनि 80 कोडा लाग्छ, फेरि कति खाने हो र यही शिक्षा र तालिम इस्लामले के हो दिएको छ र तरिका बताइएको छ, उसको बाटो खत्म गर्न लागि। आज संसारमा जति पनि नियमहरू छन्, संसारमा जति पनि नियमहरू छन्, आज कांग्रेसको नियम हुन्छ अथवा कम्युनिस्टको नियम हुन्छ, हाम्रो त्यहाँ भारतमा अथवा नेपालमा अथवा अमेरिकामा अथवा लन्डनमा जहाँ पनि हुन्छ पनि के छ त्यसमा जो अन्य मान्छेलाई हत्यारालाई सजाय त दिन्छ भने त्यस सजायको रोक्नको नियम छँदै छैन। के छ एउटी बात सुन्नु, बुद्धिको कुरो छ यो के संसारको आज जति पनि नियम छन्, यस इस्लाम बाहेक जति पनि नियम छन्, जुल्मको त सजाय दिन्छ, हत्यारालाई त सजाय दिन्छ, तर हत्याराको जुल्मको रोक्नको नियम कसैको संगत छैन। जुल्मको अन्यायको रोक्नको नियम कसैको संगत छैन, मात्र यस इस्लामको छ, इस्लामको पासमा छ। इस्लामले भनेको जसले रक्सी खान्छ त्यसलाई 80 कोडा लाग्छ, फेरि कसैले खाउँदैन। हाम्रो तरफ कदर गरेको हुन्छ उसलाई फाँसी हुन्छ अथवा कहीँ गएर फैसला गएर घुस दिएर के हुन्छ त्यसबाट निस्किन्छ, मान्छे मरियो। तर इस्लामले भनेको हो कि यसै यो सबै चिजको सुरक्षाको लागि र राम्रोसँग समाजमा जीवन बिताउनका लागि यो सबै नियमहरू अथवा मान्छ भने र यसमा चल्छ भने सबै मानिसहरूले राम्रोसँग शान्तिपूर्वकसँग जीवन बिताउन सकिन्छ। त्यस्तै माल र सम्पत्तिको सुरक्षाको लागि के भनेको हो कि आफ्नो माललाई सबै किसिमको हरामबाट उसको राम्रोसँग राख्नुस्, उसको बचाएर राख्नुस्। सुद खाना हराम गर्नुभयो, किन कि सुद खान्छ भने गरीब मान्छेलाई त्यसमा के हो अन्याय र जुल्म छ। त्यसमा सुदमा मालको जति पनि व्यापारहरू छन्, खराब व्यापारहरू, ईश्वरले इस्लामले यसको मना गरेको हो। यो बाटोहरू जति पनि ईश्वर के भनेको हो कि तिजारत गर्नुहोस्, आफ्नो के गर्नुहोस्, अरू केही पनि गर्नु पर्दैन। व्यापारीमा कुनै पनि किसिमको अन्याय र जुल्म हुन सक्दैन। यो इस्लामले बताइएका छन् कि माल सम्पत्तिको हिफाजतमा राम्रोसँग राख्नुहोस्। उसको हिफाजतको लागि कुनै गरिबबाट कर्जा दिएर उसँग सुद नलिनुहोस्, किनकि सुद के छ, यसमा गरिब दुखियालाई अन्याय र जुल्म छ त्यसमा। यसै कारणले इस्लामले यस सुदलाई हराम गरेको हो, ब्याजलाई हराम गरेको हो। यो ब्याज खाउन के हो हराम छ, यो इस्लामको के हो कुरो। त्यस्तै भनेको थियो कि मालदार मान्छेहरू जिनको सम्पत्ति छ भने इस्लामले भनेको छ कि यस सम्पत्तिबाट जुनको सम्पत्ति हुन्छ 100 रुपियाँबाट 2.5 रुपियाँ के गर्नुपर्छ, गरिब दुखियामा वितरण गर्नको लागि निकाल्नुपर्छ। यो जकात हो। हामी इस्लामीहरू मुसलमानहरू के भन्छ यसलाई? जकात। के मालबाट जकात निकाल्नुपर्छ। ईश्वरले भनेको हो कि हाम्रो रसुलले भनेको के हो कि यो इस्लाम धर्मको 5 आधारबाट एउटा ठुलो आधार हो। यानी यो इस्लामको आधार 5 छन्, त्यसबाट यो एउटा आधार हो जकात निकाल्न। यानी माल र सम्पत्तिबाट गरिब दुखियाको मद्दत गर्नको लागि बरकत गर्नुपर्छ, केही अंश निकाल्नुपर्छ। त्यसमा के भनेको हो कि 100 रुपियाँबाट 2.5 रुपियाँ सबै गरिब दुखियामा निकालेर वितरण गर्नुपर्छ। आज यस खरिजी मुल्कबाट यो आज यस जति अरब मुल्कहरू छन् नि त्यसबाट कति $960 मिलियन जकातको माल निक्लिन्छ। आज यो सनको रिपोर्ट के हो
कि 960 मिलियन डलर 960 मिलियन डलर मात्र यो अरब मुलुकहरूले आफ्नो पैसाबाट जकात निकालेर गरिब दुखियाको मद्दत गर्नका लागि दिँदैछ। आज यो आजको रिपोर्ट हो। इस्लामले भनेको हो कि यसमा के छ, गरिब दुखियाको सहायता र मद्दत गर्नको बाटो र तरिका सिकाएका छन्। त्यसले उसमाथि जुल्म नगर्नका लागि सुद र ब्याजको हराम गरेको हो। यो इस्लामको मुख्य र ठुलो यानी विशेषताहरू छन्। अब म अन्तिममा अल्लाह र ईश्वरसँग यो प्रार्थना गर्दछु कि अल्लाह ईश्वरलाई हामी यस संसारमा राम्रो जीवन र सुरक्षित जीवन बिताउनको लागि हाम्रो यस संसारमा राम्रो बाटो देखाऊ र हेराऊ र उसै बाटोमा चल्न र समझ्न र बुझ्नका लागि हामीलाई शक्ति ऊर्जा प्राप्त होस्। वाखिर दावाना अनिल हम्दुलिल्लाहि रब्बिल आलमीन। जज़ाकल्लाहु खैरा। यो महान परिवचन माथि म शेखलाई धन्यवाद पेश गर्दछु र तपाईहरुको समक्ष यदि कुनै प्रश्न छ, कुनै सवाल छ तो यसमा पेपरमा लेखेर यहाँ पठाउनुहोस्, म उसको उत्तर दिनेछु। कुनै पनि को सवाल इस्लाम धर्मको प्रति वा अरू कुनै धर्मको प्रति यदि प्रश्न छ यसमा लेख्नुहोस्। र खाना पनि छ तपाईहरुको लागि। र यो नम्बर मैले वितरण गरेको छु, त्यसलाई सुरक्षित राख्नुहोस्। यो 9वटा पुरस्कारहरू छन् तपाईहरुको लागि, उपस्थित हुने दाजुभाइहरूको लागि यो 9वटा पुरस्कारहरू छन्। अब म एउटा हामी नेपाली दाजुभाइहरू मध्ये एउटा नयाँ मुसलमान छ, उहाँलाई म पेश गर्दछु। र आउनुहोस् दाइ। नयाँ मुसलमान र मेरो प्रश्न हो तपाईसँग, ठुलो सवालमा भन्नुहोस् कि तपाईले कुन विशेषता हेरेर इस्लाममा प्रवेश गर्नुभएको? ठुलो सवाल। मैले प्रवेश गरेको चाहिँ यसमा जस्तै राम्रो लाग्यो इस्लाम धर्ममा प्रवेश गर्दाखेरि। यसमा कुनै मन्दिरहरू, कुनै माटोको बनाइएको मन्दिरहरूमा पूजा गर्ने छैन। इस्लाममा चाहिँ जो ईश्वरको नाम लिएर चाहिँ प्रार्थना गर्ने छन्, मुस्लिममा चाहिँ प्रार्थना गर्ने छन्। त्यसैले मन पराएर मैले इस्लाममा आएर के तपाईको आत्मालाई शान्ति भयो वा? अहिलेसम्म मलाई केही पनि भएको छैन, त्यस्तो केही बाधा दिँदै परेको छैन। इस्लाम धर्मको बारेमा प्रश्न गर्नुहोस्। यो मुसलमानहरूको लागि प्रश्न भयो, यो मुसलमानहरूको लेक्चर छैन। इस्लाम धर्मको केही विशेषता वा कुनै हाम्रो हिन्दू दाजुभाइहरूको दिलमा यदि कुनै शंका छ इस्लाम प्रति, इस्लामको कुनै नियम प्रति, यस्तो खालको प्रश्न लेख्नुहोस् तपाईहरु। यस्तो खालको इस्लाममा मलाई यो नियम राम्रो लागेको होइन, महिलामाथि अन्याय छ, यो छ लेख्नुहोस्। उसको उत्तर सके जति र आफ्नो इल्म अनुसार, आफ्नो शिक्षा अनुसार हामीहरू उत्तर दिनेछौँ। यो मुसलमानको लागि हो, यो यस लेक्चरको लागि यो प्रश्न होइन। यसभन्दा तपाईँ के कुनै मूर्ति र कुनै माटोको समक्ष तपाईँले के नमस्तक गर्नुभएको? योभन्दा चाहिँ म हिन्दू नै थिएँ, यस मन्दिरमा अब पूजा गर्ने गर्थेँ। अब यस्तोसँग लाग्यो कि आफैले बनाएको, हातले बनाएको माटोको मूर्तिलाई पूजा गर्नु भन्दाखेरि त्यो सोच्दाखेरि यो मुस्लिममा प्रयास गर्दाखेरि बरु अब यसमा कुनै मूर्तिहरू बनाइएको छैन। गएर मस्जिदमा गएर अल्लाहको नाम लिएर चाहिँ मात्र ईश्वरको नाम लिएर चाहिँ यसमा नमाज पढ्ने गर्दछन्। त्यसैले ठिकै छ, राम्रो, धन्यवाद। दाइको कुरा यो हो कि मेरो पुरानो धर्ममा धेरै देवी देवताको पूजा थियो र यो मलाई मन पराएको होइन, पराएको थिएन कि एउटा मनुष्य आफै हातले यो मूर्ति बनाउँछ र आफू हातले बनाएलाई पूजा गर्छ र उस समक्ष नमस्तक हुन्छ र आफ्नो माथा टेक्छ, आफ्नो टाउको टेक्छ। यो स्वभावको विरुद्ध हो, यो प्रकृतिको विरुद्ध हो। यसै कारणले यो भाइले इस्लाममा प्रवेश गर्नुभएको र अल्लाहसित दुआ छ कि अल्लाह उहाँलाई यस इस्लाममाथि दृढताको साथ कायम राख्नुहोस् र हामीहरू मुसलमानको लागि पनि
यो दृढता र विश्वास दिनुहोस् इस्लाममा जानुहोस् त। धन्यवाद। यो यो तपाईँ लिनुहोस्, कुन तपाईँलाई राम्रो लाग्छ यसमा लिनुहोस्, यो तपाईँको लागि के राम्रो लाग्यो देखाउनुहोस् दाइहरूलाई, हेर्नुहोस्। अरू कुरो प्रश्न छ मौखिक रूपले वा लिखित रूपले, पर अहिले टाइम छ अलि हाम्रोसँग। मौखिक रूपले यदि छ कुनैसँग सवाल प्रश्न मौखिक तौरले भन्नुहोस् वा लेखेर भन्नुहोस्। छ कुनै भाइकोसँग प्रश्न? हजुरले भन्नुभएको दुनियाँको एउटै यो भइरहेको भनेर भन्नुभयो भने दुनियाँमा के यो डिफरेन्स छ? धन्यवाद दाइ, यो सवाल धेरै राम्रो छ, जवाब दिनुहोस्। हजुरहरूले मस्जिदमा गएर कुछ मत पढाउँछ भने अर्कोले अर्को बिगार गर्छ र तपाईँहरूले नमाज गर्छ उसले दुनियाँभरि गएर नमाज गर्छ। यस्तो के हो जस्तै अब उनीहरूले प्लेट मात्र दुनियाँभरि गर्छ। यो मुहर्रममा उनीहरूले मात्रै किन गरेको भन्दाखेरि यो हाम्रो अल्लाहले भनेको हो, यो यस्तो गरेपछि हाम्रो अल्लाह खुसी हुन्छ भने त्यही यो गर्दाखेरि त एउटै भयो यो भाइ भाइ असल इस्लाम धर्म में जो कुरान जो धर्म छे ग्रंथ के उतारिएका छन् यसमा भनेको हो कि अल-मुमिनून इख्वा, संसार में जति पनि मुसलमानहरू छन् सबै भाइ भाइ जस्तै नै हो। तर यस संसारमा हेर्नुहोस् सबै भाइ भाइ जस्तै हुनको साथ एकै माको र एकै आमा र बुवाको छोरा हुन्छ, त्यसमा त्यति नै झगडा हुन्छ, लडाइँ हुन्छ कि हुँदैन? हाम्रो नेपालमा के हुन्छ, कति मुद्दा र कति झगडा झन्डटहरू पनि यहाँ अदालतमा गइसकेको छ। या हाम्रो भाइले हाम्रो अंश दिएको छैन, हाम्रो यस्तो अन्याय गरेको हो, छ कि छैन? त्यस्तै संसारमा छ कि सिया र सुन्नीको यही झगडा आजसम्म अहिलेसम्म नै आउँदैछ, चल्दैछ। उसले भन्छ यस्तो र उसले भन्छ यस्तो, तर सबभन्दा राम्रो त्यही कुरो नै हुन्छ जो ईश्वरको राम्रो बाटो र कुरानको आधारमा हुन्छ। तर मान्छे संसारमा के हुन्छ, जस्तै हेर्नु हिन्दू धर्म पनि मानिसहरूले भन्छ कि हामी रामायणलाई पुज्दछौँ, रामायणलाई मान्दछौँ। तर मान्छेहरू के छ, कतिपय मान्छे रामायणलाई मान्दैन, त्यसमाथि चल्दैन, अन्याय र जुल्म गर्दछ। त्यस्तै मुसलमानमा आज पनि भइसकेको छ। सुन्नत रसूल माथि सल्लल्लाहु अलैहि वसल्लम जब यस इस्लाम धर्म को प्रचार प्रसार गर्नुभयो त्यहाँ इस्लाम धर्म केही सिया सुन्नी थिएन, पहिलो पटक केही पनि सिया सुन्नी थिएन। तर यस इस्लाम धर्म आउँदै आउँदै चल्दै यो कुरो विवादको लागि पैदा भयो, विवाद गर्नको लागि यो संसारमा पैदा भयो। तर यसको केही पनि असल छैन, यसको केही पनि इस्लाममा केही असल छैन। बस आफै मनको कुरो हो, झगडा फसाद हो, अरू केही कुरो छैन त्यसमा। पर कुरानमा यही लेखेको छ कि सबै मुसलमान भाइ जस्तै नै हो। अब डिफरेन्स हुन सकिन्छ कुनै पनि कुरोमा, बस सबै एकै रकम हो। सबै फरक शिक्षाको फरक हुन्छ नि, मानिसलाई समझ्ने र बुझको फरक, त्यस्तै बुझको फरक भइसकेको छ। हेर्नुहोस्, जस फेरि यस संसारमा अल्लाहले अन्तिम दूत, आफ्नो अन्तिम दूत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमलाई पठाउनु भयो, तो उस बेला एउटै खालको वा एउटै धर्म थियो इस्लाम। कुनै त्यसमा भिन्नता थिएन, यो फलानो हो, यो सिया हो, यो सुन्नी हो, यो हो। र यो स्वाभाविक कुरा हो कि अब मेरो खानदानमा एउटा व्यक्ति हो, व्यक्तिको नाम रामचन्द्र हो। यो उदाहरण, रामचन्द्र धेरै राम्रो हिन्दू थिए र यानी धार्मिक र रामायण र वेद जस्तो उहाँले जीवन व्यतीत गर्यो र उहाँको अब समुदाय पुरै राम्रो थियो। तर 2 वर्ष बितेपछि वा 50 वर्ष बितेपछि सबै भिन्न भयो। भिन्न भएपछि यसको यो केटा अब सनातन धर्मीलाई अपनायो र यसको दोस्रो केटा रामानन्दीलाई र तेस्रो केटा कबीरदासलाई र चौथो केटा यो कुनै बाबालाई, कुनै अजमेरलाई, कुनै फलानोलाई। अब ती केटाहरू मध्ये जुन सन्तान निस्कन्छन् सबैको एउटा बेग्लै धर्म र बेग्लै एउटा तरिका हुन्छ। बुझ्नुभयो? यसै गरी इस्लाममा भयो। र इस्लाम यदि तपाईहरु हेर्न चाहनुहुन्छ त मनुष्यमा नहेर्नुहोस्, मुसलमानमा नहेर्नुहोस्। इस्लाम 2वटाको नाम हो। एउटा कुरान जसलाई अल्लाहले, ईश्वरले आकाशबाट अवतरण गर्नुभयो, जसलाई भनिन्छ आकाशवाणी कुरान, जसको के हिन्दूहरू भन्छन् वेदलाई।
वेदलाई पनि आकाशवाणी भन्छन्। दोस्रो स्रोत के हो? हदीस यानी दूतवाणी, रसूलवाणी, मेसेन्जरको वचन। दुईवटा मात्रै स्रोत हो इस्लामको, बुझ्नुभयो। र जुन मान्छे यी दुवै स्रोतमा यदि प्रयास गरेर आफ्नो परिश्रम र जीवन व्यतीत गरेर जो शिक्षा प्राप्त गर्यो र यी दुवैको अनुसार यदि उहाँको शिक्षा छ, उहाँको वचन छ, त्यो ठुलो महान मौलवी भयो र महान ओलमा र गुरु भयो भने। र यदि उसको यो वचन र उसको किरदार र व्यवहार यी दुवैको विरुद्ध हो, त्यो मुसलमान छैन। यदि गर्छ उसले दाढी बढाएको हो, लामो लामो कुर्ता, लामो लामो र सेतो सेतो पैजामा र कुर्ता पहिरन गर्दछ, त्यो मुसलमान छैन। बुझ्नुभयो त? त्यस्तो त हिन्दूमा त एउटा नास्तिक छ, एउटा आस्तिक छ, एउटा ईश्वरलाई मान्छ, सबैलाई मान्छ, छैन यसमा। र कबीरदास के भन्छ कि मात्र एक ईश्वर हो, मात्र, सबै मूर्ति फलाना फलाना सबै केही छैन। र गुरुको पनि उहाँहरू पूजा गर्दछन्। यस्तो यो सबै आयो, तर यो दुखित कुरा हो। बुझ्नुभयो? यो दुखित कुरा हो। सिया सुन्नीको झगडा हेर्नु पाकिस्तानमा र नेपालमा छैन। नेपालमा सिया सुन्नीको छैन, नेपालमा दोस्रो छ, दोस्रो पटक छ। तर लडाई फसाद र गोली गाडी छैन आपसमा मुस्लिममा। पाकिस्तानमा छ, सिया सुन्नीमा, इरानमा छ, इराकमा छ। बुझ्नुभयो? तर नेपाल सुरक्षित छ। अरू कुनै सवाल छ? अहिले टाइम छ आधा घण्टा हामीहरूसँग। कुनै खालको प्रश्न हो दाइ? यदि कुनै मुसलमान पनि प्रश्न गर्न चाहन्छ गर्नुहोस्। इस्लामको परिधिको भित्र, इस्लामको बारेमा, इस्लामको यी नियम किन यस्तो। अब हाम्रो नेपाली दाइहरू धेरै यानी शंका प्रकट गर्दछन् कसमाथि? महिलामाथि, कि इस्लामले महिलामाथि अन्याय गरेको हो, इस्लामले महिलालाई स्वतन्त्र गरेको होइन। यो धेरै र किन 4वटा शादी विवाह गरेछन् मुस्लिम, यो धेरै प्रश्न आउँछ। त दुईवटा यो प्रश्न भयो। पहिलो प्रश्न के भयो कि 4वटा किन बिहे गर्छ मुस्लिम? यस प्रश्नको उत्तर के हो? यस प्रश्नको उत्तर म दिन्छु। यसको उत्तर यो दिएको हो कि आज हेर्नुहोस्, मान्छे एउटै बिहे गर्छ भने आज डक्टरीको रिपोर्ट यो हो कि 3 महिना भन्दा बढी जब पत्नीलाई गर्भ भइहाल्छ भने त्योसँग भोग गर्नको धेरै परेशानी अथवा खतरा रहन्छ। त्यसमा बच्चाको गिर्नको लागि र खराब हुनको लागि 3 महिना बादमा। तो इस्लाम धर्मले 4वटा शादी गर्नको यही पहिलो थियो। आज डक्टरहरूले भनेको छ यो कि 3 महिना भन्दा गर्भ हुँदाखेरि बादमा भोग गर्छ भने त्यो केटाकेटीलाई जुन गर्भ हुन्छ त्यसमा खराबी पैदा हुन्छ। इस्लाम धर्मले के भन्यो कि 4वटा बिहे हुन्छ भने 3 महिना गइसक्यो त्यसको अथवा अर्को बिहे गरिन्छ, 3 महिना उसँग जीवन बिताउँछ भने 6 महिना कटिसक्यो, फेरि अर्को बिहे गरिन्छ, तेस्रो बिहे 3 महिना त्योसँग रहने हो, 9 महिना कटि जान्छ। त्यसमा 9 महिना पहिलो जो पत्नी हुन्छ त्योसँग बच्चा पैदा भइहाल्छ। अर्को बिहे गरिन्छ 4वटा, 3 महिना उसँग रहने हो, त्यसको गर्भ हुन्छ भने पहिलो बिबीसँग, पहिलो पत्नीसँग भोग गर्न सकिन्छ। यी 4वटा 3 महिनाको ले यो साल भरमा 3 महिनाले 12 महिना हुन्छ। त्यसको त्यो अनुसार ईश्वरले यही रूप आधार लिएर ईश्वरले भनेको कि 4वटा बिहे गर्नु। उसमा के हुन्छ? तपाईँ आफ्नो मन र आफ्नो बुद्धि र आफ्नो हृदय सबैलाई सुरक्षित राख्छ। तर एउटै बिहे हुन्छ भने त्यसको 3 महिनामा गर्भ हुन्छ, डक्टरमा रिपोर्ट लिएर डक्टरले भन्छ कि अब त्योसँग भोग नगर्नु, खराबी भइहाल्छ त्यसको। अब त्यो मान्छेलाई कहाँ जान्छ आफ्नो भोग गर्नको लागि? कसँग भोग गरिन्छ? पाप गरिन्छ अर्को केटीसँग र अर्को आमा र बुवा भाइ बहिनीसँग। यो त राम्रो कुरो भएन। यसै कारण इस्लामले भनेको हो कि अथवा यो हुन्छ भने के गर्नु? अति बिहे गरेर त्योसँग आफ्ना भोग गरिन सक्यो, त्यो पाप पनि हुँदैन। र यसमा इस्लामले भनेको हो सबैमा इंसाफ लिएर यानी राम्रोसँग जीवन बिताउनको तरिका बताएको हो।
कि कुनैसँग जुर्म र अन्याय हुँदैन महिलासँग, कि त्यो सबै यानी जति पनि पति पत्नी हुन्छ त्यसको 4वटा पत्नी हुन्छ, सबैको हक र हिस्सा र खाना पिना सबै खर्चाहरू एकै जति राम्रो जसरी दिनुपर्छ। यी होइन कि कसैलाई राम्रो धेरै दिन्छ र कति पत्नीलाई दिँदैन, त्यसको सजाय दिन्छ, झगडा गरिन्छ अथवा मरेर पिटेर त्यसको उसको घर भगाइदिन्छ। यस्तो खालको शिक्षा दिनु, बल्कि बताइएको इस्लामले कि जब ताकत छ भने तिमी अर्को बिहे गर्नु, 4वटा गर्नु, ताकत छैन भने एउटै बिहे गरेर सबर गर्नु अल्लाहमा। यस संसारमा सबर गर्नु, इस्लामले यही भनेको कि सबर गरेर निसाफ गरेर राम्रोसँग रहनु। अथवा यानी ताकत छ भने र राम्रोसँग जीवन बिताउनको पैसा र कौडी सबै छ भने तपाईँ अर्को पनि बिहे गर्न सकिन्छ, 2वटा 3वटा 4वटा जति पनि चाहिन्छ बिहे गरी। र 4वटा इस्लामले दिएको हो, 4वटा बढी के छ हराम था। बुझ्नुभयो? यही इस्लामको असली औरतको बारेमा छ। अथवा औरतको इस्लाममा केही पनि जुर्म र अन्याय छैन। इस्लामले जुन हक दिएका छन् कुनै पनि धर्म यस्तो तालिम र शिक्षा दिएका छैन, हक र हिस्सा दिएका छैन। अब हेर्नु हाम्रो नेपालमा के नियम छ कि बुवाको सम्पत्तिबाट केटी हक र हिस्सा पाउँदैन, छ कि छैन? तर इस्लामले भनेको हो कि बुवा र आमाको धन र सम्पत्तिबाट केटीलाई हिस्सा पाउँछ, केटीलाई हिस्सा पाउँछ। र हाम्रो त्यहाँको नियम भन्छ कि पाउँदैन। अब कसरी हुन्छ? कसको राम्रो नियम हुन्छ? यो जुल्म हुन्छ कि अन्याय हुन्छ कि के हुन्छ? भन्नु तपाईहरू। इस्लामले भनेको हो कि उसलाई हक र हिस्सा दिनु, र हाम्रो त्यहाँ दिँदैन त्यसको हक र हिस्सा। त्यो केटीको हक हुन्छ, पैसा दिएर होइन। तर यो के हुन्छ, हामीहरूलाई भन्छ इस्लाम धर्म के अक्द भन्छ, महर भनिन्छ। यानी अक्द यानी निकाह गर्नको लागि बिहेको टाइममा के हुन्छ, औरतको आफ्नो समक्ष लिनको लागि त्यसको महर दिनुपर्छ, यानी कुछ पैसा दिनु भनेको इस्लामले। किन? महिलालाई धेरै जस्तो अनि पैसासँग र गहना र गुडियासँग उसको धेरै प्यार र मोहब्बत हुन्छ महिलाहरूलाई। तो भनेको के हो कि जब अर्को केटीले जोसँग केही पनि सम्पर्क छँदै छैन मिल्छ भने त एक भ्याए हुन्छ नि त्यहाँ। तो भ्याए दूर गर्नको लागि इस्लामले भनेको हो कि उसलाई केही तोहफा दिनु, अलि पैसा दिनु, अथवा आपसमा के हुन्छ मोहब्बत बढिन्छ, प्यार बढिन्छ उसमा। यसको कारणको लागि इस्लामले भनेको हो उसलाई महर दिनुपर्छ, अथवा महरको केही अनि उसको यानी यो भनेको होइन कि यति नै दिनुपर्छ र अथवा कम दिनुपर्छ, ज्यादा दिनुपर्छ, केही अनि तोकिएको छैन यसमा। अनि आफ्नो शक्ति अनुसार दिनुपर्छ त्यसमा। तब अरबहरूको धेरै पैसा छ भने उसलाई धेरै दिन्छ, लाख 1.5 लाख दिन्छ। हाम्रो त्यहाँ नेपालमा छैन भने 5,000 6,000 200 500 में भइहाल्छ बिहे। त्यस्तो हो। अथवा यसमा तोकेको छैन कि यति नै दिनुपर्छ अथवा अतिभन्दा कम हुन्छ त ज्यादा हुन्छ, त्यो राम्रो छैन। बस यो तोकेको छैन, आफ्नो शक्ति अनुसार छ बस। र आफ्नो मोहब्बत र करीब गर्नको लागि उसलाई अरू केही यसमा छँदै छैन। यसमा त औरतको नि फाइदा हो, उसैको हक नि छ, फाइदा त उसैको नै हो। इस्लामको त केही इसमा घाटा छैन, मानिसको त केही घाटा छैन यसमा। यसको उत्तर एउटा यो पनि छ कि राम आप बैठिए, ये दूसरा प्रोग्राम है, आप बैठिए। जिसको सवाल करना है तो वहीं से प्रश्न करे, वहीं से। हमने बताया कि अब एक बात मैं बताऊं आपको, मैं भन चुकी। अब हेर्नु इस्लाम धर्म भनेको के हो कि मनुष्य याद दिएको छ कि 4वटा बिहे गर्न सकिन्छ, अथवा फर्ज छैन, अनिवार्य छैन, जरुरी छैन, अनिवार्य जरुरी छैन, त्यो बस गर्न सकिन्छ। अथवा वेदमा आएका छन् कि इन्द्रजीको 12वटा पत्नी थिए, इन्द्रजीको 12वटा पत्नी थियो र त्यो सबै दिन के गर्दथे, 6वटा गोरुलाई काटेर उसको मासु खाँदथे र चर्बीहरू जसमा तेल वाला गोश्त हुन्छ नि त्यो धेरै जसो उसको पसन्द थियो। यो इन्द्र भगवानको आफ्नो तरिका थियो त्यसलाई। उसको 12वटा पत्नी थिए, वेदमा आएका छन्। अब हामीहरू त भन्न सक्दैनौँ किन भयो र किन यस्तो छ,
राजा दशरथ का तीनवटा राजा दशरथ को तीनवटा पत्नी थी, कौशल्या थी, टीके थी, और कौशल्या का सुमित्रा कैसे हमें भाई इस्लाम धर्म को ये भी यो खूबी पड़ी था कि जनावर हरू संग के भने तो जनावर हरू संग की खूबी यो विशेषता कि जनावर हरू संग पनि रहम र दया गर्नु पर्छ, यानी उसलाई तपाईं अथवा इच्छा भयो कि मासु खानको लागि तो केही जनावरलाई अरू जनावरको सामनेमा न काट्नु न जब, किनकि अरू जनावरले हेर्छ काट्नको टाइममा उसलाई पनि तकलिफ हुन्छ। अरू इस्लामले भनेको कि होइन, सामनेमा न काट्नु, उसको छुपाएर राम्रोसँग उस कुडीलाई तेज गरी राम्रोसँग पक्रेर हातमा बाँधेर राम्रोसँग उसलाई एकैचोटि राम्रोसँग चलाउने छोडी कि उसको गर्दन कटिजान्छ, रथ कटिजान्छ र खून र त्यसको रगत के हुन्छ राम्रोसँग जमिनमा बहनेछ। यो बताइएको हो किन उसको आराम र सुविधाको लागि। अथवा के छ हाम्रो त्यहाँ मानिसहरू के गर्छ, मुर्गा अथवा कुखुरीलाई के गरिन्छ अथवा बकरीलाई खण्डा लिएर यसको मारिन्छ भने थकी छैन, यसको मारिन्छ भने फेरि के हुन्छ, यसको अनि टाउको र मुखरा उडेर कहाँ गयो र उसको धर कहाँ गयो र सबै छटपटाउँदैछ। थकी छैन यस्तो, म हेरेको आफै नै हेरेको छु। त्यसमा के हो, अब कति त्यसको जान निकाल्नुको बेलामा कति तकलिफ हुँदैछ उस जानवरलाई। इस्लामले भनेको उसलाई राम्रोसँग समात्नुहोस् र पकड्नुहोस्, राम्रोसँग पक्नुहोस् र राम्रोसँग उसलाई जब गर्नु, अथवा खाने हो अथवा खाने छैन भने उसलाई केही पनि नगर्नु, अथवा दण्ड पनि मार्नु पर्दैन जनावरलाई। यो तरिका बताएको। हम रसूल मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम एकचोटि यहाँ मदीनामा जाँदै थियो, एउटी बाटोमा एउटी ऊँट आएर, यो ऊँट छ नि, ऊँट आएर आयो हाम्रो रसूल सल्लल्लाहु अलैहि वसल्लम सामनेमा झुकेर बसी गयो थियो। हाम्रो रसूल सल्लल्लाहु अलैहि वसल्लम प्रोफेट मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम सामनेमा बसी गयो थियो। रसूल सल्लल्लाहु अलैहि वसल्लमले समझले कि यो जानवरलाई जो मालिक छ भने त्यसले खाना दिएको छैन, पानी पनि दिएको छैन, काम धेरै लिएको छैन, सदा फेरि त्यसको मालिक पुग्यो, भन्छ कि को छ त्यसको मालिक। रसूल सल्लल्लाहु अलैहि वसल्लम भने के छ त्यसको मालिक, भन्छ एउटी अन्सारी मान्छे थियो, भन्छ म त्यसको मालिक हो। भन्नुभयो कि किन तिमीले यस्तो काम लिन भएको, यो जनावरबाट धेरै काम लिन भएको, त्यसको खाना राम्रोसँग दिएन, पानी पिलाउन राम्रोसँग पिलाएर किन यस्तो गरे, किन यस्तो जुल्म गरे। हाम्रो रसूल सल्लल्लाहु अलैहि वसल्लमसँग त्यो मानिस, त्यो अन्सारी मान्छेले के गर्यो, माफी र मुक्ति चाहियो कि अब म यस्तो खालको जुल्म गर्दैन, राम्रोसँग काम लिन्छु, त्यसको टाइममा खाना र पिना सबै दिन्छु। फेरि उठेर त्योसँग गयो। यो हाम्रो रसूल सल्लल्लाहु अलैहि वसल्लमको शिक्षा र तालिम छ, यानी दया मायाको रहम। हाम्रो प्रोफेट मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम एकचोटि यस्तै बसेका थिए मदीनामा, एउटी मान्छे आयो, त्यो मुसलमान थिएन, हिन्दू थियो, त्यो गैर मुस्लिम थियो। आए रसूल सल्लल्लाहु अलैहि वसल्लमसँग भन्छ, हे रसूल, तपाईँ अथवा ऋषि छौ भने हामीलाई केही सहायता दिनु, हामीलाई केही सहायता र मद्दत गर्नु। हाम्रो रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो कि जा फलानो वादीमा कति 4000 वटा बाख्रो छ, 4000 बाख्रो छ, सबै तिमीलाई म दिन्छु, ल लिएर जा सबै। हाम्रो रसूल सल्लल्लाहु अलैहि वसल्लम 4000 बाख्रो उस मान्छेलाई, उस त्यो गैर मुस्लिम थियो, उसलाई हाम्रो रसूल सल्लल्लाहु अलैहि वसल्लमले दान गरिदियो कि जा लिएर सबै जा। अब त्यो मान्छेको यति खुसी भयो कि हेर्नुहोस् मोहम्मद मलाई चिन्दैन भने, राम्रोसँग पहचान्दैन भने म काफिर छु, म गैर मुस्लिम छु, तर उसले हामीलाई 40,000 वटा पक्रिदिएको छ। उसलाई खुसी हुँदै नै आफै कलमा ला इलाहा इल्लल्लाह मुहम्मदुर पढेर इस्लाममा प्रवेश भइसक्यो र भन्दै जाँदैछ कि हे मानिसहरू, इस्लाम धर्ममा प्रवेश हुनु, सबभन्दा राम्रो धर्म इस्लाम हो। मोहम्मद अति दया र मायालु छ कि सबैलाई यति माल र पैसा दिन्छ र धन र सम्पत्ति दिन्छ कि कसैले यस संसारमा भूख मर्नको त्यसको खौफ र डर हुँदैन त्यसलाई। यो पनि शिक्षा र तालिम इस्लामको प्रोफेट मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमले दिएको हामीहरूलाई कि दया र माया र सबैमा गर्नुपर्छ। जनावरमा हाम्रो त्यहाँ एउटै रियाजुल खोबरामा तस्लिममा रियाजुल खोबरामा एक नेपाली भाइ थियो, यहाँ मेघदी जिल्लाको थियो, मुसलमान भइसक्यो। हामीहरूले भने के कारणले तपाईँ मुसलमान हुनुहुन्छ भाइ, के को कारण छ, तपाईँको के दृष्टिकोण के छ त्यसको। भन्नुभयो कि मेरो बुवा पण्डितजी छ, भन्नुभयो थियो कि मेरो बुवा पण्डा छ मन्दिरमा हामीहरूले एउटै कालीको मूर्ति बनाएको राखेको छु त्यहाँ। हाम्रो बुवा त्यहाँ उसको पुजारी छ,
मैले हेरो आफ्नो आँखीबाट नै हेर्छु कि मानिसहरू त्यहाँ आएर के गर्दैछ, त्यसको पूजा र पाठ गर्नको लागि मिठाई लड्डुहरू लिएर त्यहाँ राखिदिन्छ सामनेमा। अब म हेर्छु कि त्यो मूर्ति वो लड्डु र मिठाई पनि खान सक्दैन। फेरि हामी रातमा सबै लड्डु र उठाएर सबै हाम्रो आफ्नो घरमा लिएर जान्छ हामीहरू। अथवा केही दिन के हुन्छ, पुजारी त्यो लड्डु राखेर यहाँ बसेर पूजा गर्दैछ भने, ठुलो पूजा गर्दैछ भने फेरि गयो हामीहरूले छोडिदिन्छु। कति पटक मैले आफ्नो आँखाबाट नै हेरेको कि कुकुर र कुत्ता आउँछ र बिरालो आउँछ भने त्यसबाट खाएर अथवा पेसाब गरेर जान्छ, त्यो कुछ केही पनि गर्न सक्दैन। अब म हेर्छु यहाँ सऊदी अरबमा आए हम जब हेर्छु कि यहाँ इस्लाम धर्मको कति राम्रो छ। अथवा मस्जिदमा त्यसको केही पनि मूर्ति छैन, मात्र एउटी अल्लाहको हृदयमा जुन बात गर्ने अल्लाह हो, और यही नै सही छ। अब हामीहरूले नै हेर्नु कि हाम्रो पनि दुख र केही विपद आउँछ भने हृदयमा हम आफ्नो हृदयलाई हेर्छु, हे ईश्वर, हे अल्लाह, हाम्रो यो अनि यति विपद आएको छ, यसलाई समाप्त पारिदिनु भन्छु कि भन्दिनँ। तो त्यही नै इस्लामको तरिका हो कि जुन अल्लाहले हामीलाई, ईश्वरलाई पैदा गरेको यस संसारमा, यस सृष्टिलाई, सबै संसारलाई सृष्टि गरेको हो भने, रेखदेख गर्दैछ भने किन हामीहरूले नै यस इस्लाम धर्ममा प्रवेश हौँ। त्यही खालले भन्छ कि म याद खबरको मुसलमानको नाम आज हामीहरूले अब्दुल रहमान राखेको छौँ, भन्छ कि यही कारण नै हो सबभन्दा ठुलो दृष्टिकोण कि हामी इस्लाम धर्म कबुल गरियो र प्रवेश भयो र आज मुसलमान सबभन्दा राम्रो सुरक्षित, सबभन्दा राम्रो सुरक्षित हो। तालिम र शिक्षा लिँदैछ आज हाम्रो त्यहाँ अफिसमा। अरू कुनै प्रश्न छ? हिजो रातिमा क्याम्प 14 मा यो लेक्चर थियो। लगभग 20 वटा केटाले प्रश्न दिएको, 6 तल प्रश्नहरू। तर आज थाहा छैन कि किन यो सुखा आयो प्रश्नको। नेपालमा त धेरै वर्षा छ, तर यहाँ प्रश्नको सुखा भयो। प्रश्न गर्नमा के हुन्छ अरे, शिक्षा बढ्छ, बुद्धि र ज्ञानमा वृद्धि हुन्छ। बुढोहरू के भन्छन् नेपालमा वा इन्डियामा कि जुन व्यक्ति खाना खानुमा र शिक्षा प्राप्त गर्नुमा, यी दुवैवटामा जुन व्यक्ति लाज गर्छ र हिचकिचाउँछ त न पेट भर्छ र न शिक्षा प्राप्त हुन्छ। भोको यदि लाज गर्छ खानाबाट, त्यसको पेट भर्छ कहिले, पेट भर्दैन। यसै गरी शिक्षा प्राप्त हुँदैन। जुन विद्यार्थी लाज गर्छ प्रश्न गर्नमा र हिचकिचाउँछ आफ्नो टिचरसँग, शिक्षा प्राप्त गर्दैन। अब कुनै प्रश्न छैन? क्या क्या गया सवाल करते हैं, वक्त हो जाएगा सवाल करना, हम लोग सवाल करते हैं। और तपाईहरुसँग सवाल छैन भने, प्रश्न छैन, अब हामीहरु सवाल प्रश्न गर्नु नहीं, तो उसको नहीं, जो हम समय से बैठा लें उसे सवाल करो जो करना। प्रश्न मेरा था कि मैले भनेको छु कि इस्लामको अर्थ, शब्द अर्थ के छ इस्लामको? शाब्दिक अर्थ के? हिन्दूहरू भाइको लागि सवाल, मुस्लिमको लागि होइन। मुस्लिमहरूको छ। र जुन व्यक्ति र जुन भाइ उत्तर दिन्छ उहाँको लागि पुरस्कार हो। 3वटा पुरस्कार उत्तरमाथि। इस्लाम शब्दको के अर्थ मान्छ? सुरुबाट नै भनेको इस्लाम शब्दको अर्थ के हो? इस्लाम शब्दको अर्थ के हो? दोस्रो प्रश्न छैन। हाम्रो प्रोफेट जो मोहम्मद अंतिम ऋषि हो, उसको क्या नाम था? अंतिम दूत को नाम क्या था? इस्लाम का अंतिम दूत का नाम क्या हो? उधर अपन ठीक है। हाँ उधर भन्नु न, खडा भएर मोहम्मद। आउनुहोस् दाइ, आउनुहोस्, तपाईँ बस्नु, आउनुहोस्। कुन तपाईँलाई पसन्द छ? हजुरहरूले जुन मन पर्छ आफ्नो इच्छा अनुसार राख्दैन।
आपनो परिचय देने दारू हमारा नाम महेश सूर्य, उत्तर प्रेमनगर पटना मध्य प्रदेश। यहाँ यहाँ तो तेरी खाते नदी मैंने मतलब कमल धन्यवाद चलो। और तीसरा सवाल इस्लाम को पहलो यानी मुख्य विशेषता खूबी को है। मुख्य खूबी इस्लाम मुख्य विशेषता धेरै छन् तर मेरे मतलब पहलो खूबी के बताएगा दुईवटा खूबी मात्र भन्नुहोस् कुन कुन खूबी हो। धन्यवाद भाइ तपाईँलाई ज्ञान छ। भन्नुहोस् अर्को भाइ भन्नुहोस् दुईवटा खूबी कदर भन्नुहोस् भाइ दुईवटा खूबी विशेषता के छन्। विशेषता धेरै छन् र यही विषयको विषय थियो इस्लामका विशेषताहरू, तर दुईवटा विशेषता भन्नुहोस् कुनै भाइलाई थाहा छ? के दाइ? अच्छा और कोई सवाल? सवाल ये था कि आज एड्स रोगले कति मानिसहरू मर्दैछ? एड्सको रोगबाट आज आधुनिक कालमा कतिजना मर्यो वा मर्छ? दाइले भन्नुभयो संक्षेप सबैको लागि होइन। 1 करोड ठिक छ, आउनुहोस् दाइ आउनु। तपाईँलाई कुन मन मदिनु यो गोल्डन मेरो प्रार्थना था कि ईश्वर अल्लाह ताला करोजी यसै गरी गोल्डन आफ्नो परिचय दिनु धरावा पश्चिम र यहाँ कति दिन भयो? यहाँ 7 महिना। तपाईँलाई कस्तो लाग्यो यो लेक्चर? दिनुपर्ने फ्यासिलिटीहरू जनताहरूमा अथवा महिलाहरूमा पनि भइरहेको छ नि। नयाँ हेरिरहेको छ, राम्रै छ। महिलाहरूलाई पनि कुनै खास दबाब त छैन, त्यही पनि यो प्रसिद्ध छ संसारमा कि इस्लाम महिलामाथि अन्याय गर्छ, यो प्रसिद्ध छ। तर भित्र प्रवेश गरेर हेर्नुहोस् र पढ्नुहोस् धेरै फर्किलो छ इस्लाममा, धेरै दिनु सलाम गर्नुहोस्। धन्यवाद दाइ। अरू कोही प्रश्न? ठीक है दाइ, अब प्रश्न को ढोका बंद भयो। अब नंबर को बारे आयो। नंबर को के भन्छ रे? नंबर को समय आयो। सुन्नुभयो? एउटा तपाईँ आउनुहोस् दाइ, तपाईँ आउनुहोस् र यसमा नम्बर निकाल्नुहोस्। यो सबैको लागि मुस्लिम र हिन्दू भाइ सबैको लागि उपस्थित हुने सबै भाइहरूको लागि हो। यहाँ आउनुहोस्, यहाँ यो आँखा बन्द गरेर एक यो निकाल्नुहोस्। तपाईँको आएपछि छैन, दोस्रोको लागि छ। 46 हेर्नुहोस् नम्बर 46 46 कुनै भाइको सँग छैन? 46 नम्बर छ।
हाँ అవును అవును चारे चारे అవును माशाअल्लाह आपने आपने परिचय देना परिचय बांग्लादेश बांग्लादेश अल्लाह अकबर طيب ما في بعد تفضل ما أعرف وأشوف رغبته كيف وجهه ما أعرف أنه بنغالي ولكن طلع هذا حظه من الله تعالى और निकालो सर आंखा बंद कर निकालो सर एक एक उनचास 49 तपाईँको ठीक आफ्नो परिचय दिनुहोस् मेरो नाम कैलाश ठाकुर घर जनकपुर धाम नेपाल वार्ड नंबर 4 धमसा जिला जनकपुर खास जनकपुर वार्ड नंबर 4 धन्यवाद है तपाईँलाई कस्तो लाग्यो यो एकदम मलाई यो सम्मेलन भनौँ यो सम्मेलन देखेर राम्रो लाग्यो बार बार होस् यस्तो म आउन बराबर धन्यवाद है कौन कंपनी यहाँ में आए तो कपिल मोहम्मद अल खुदिस पब्लिक सर्विस एल्युमिनियम फैब्रिकेटर धन्यवाद और निकालो सर किस्मत चल जाएगा और किसी सैंतीस नंबर 37 माशाअल्लाह माशाअल्लाह هذا ذهب معنا في العمرة هذا من مجموعة المنير ما شاء الله आपने परिचय देना चाहिए नाम थोड़ा सा बकरी वार्ड नंबर 3 नाम मोहम्मद आजाबुल कौन कंपनी मनीर गुलूब सलाम कर सकता है और निकालो सर हाँ ओके 44 44 मर्यादा हाँ परिचय कौन कंपनी एक गुरु नेपाल कहाँ कहाँ घर है ठीक أنا بختار تفضل كم بقي تفضل بسم الله तेईस नंबर 20 दिन माशाअल्लाह परिचय दीजिए ना परिचय शाहरुख नाम अब्दुल्ला मोहम्मद कौन कंपनी मुस्तफा नंबर तफضل واحد باقية شوف هذا قرر هو 43 الحمد لله هذا طيب ولكن بعض هو افضل شيء ما والله في كم فوق هذا احسن طيب نعم موجود
समाप्त भएका पुरस्कार र यो पुरस्कार र यो नम्बर भाग माथि आउँछ, बुझ्नुभयो? त कुनै व्यक्तिलाई यदि यसमा भाग छैन त म आफ्नो खेल प्रकट गर्दछु, सन्तोष गर्नु। सन्तोषमा नै भलाइ हो, बुझ्नुभयो? र जुन व्यक्तिले पाउनुभयो उहाँ ईश्वरलाई आफ्नो के भनिन्छ रे, आफ्नो शुक्रिया प्रकट गर्नुहोस्, आफ्नो आभार प्रकट गर्नुहोस् यसको लागि। र केही छिनपछि तपाईँहरूको लागि खाना उपस्थित छ। म हेर्छु कि खाना छ कि छैन, जबसम्म कुराकानी गर्नुहोस्। 2-4 मिनट लाग्छ यसमा।